हेलो साथीहरु नमस्ते वेलकम ब्याक टु माई च्यानल। मेरो च्यानललाई चाहिँ सबैजना लाइक शेयर र सब्स्क्राइब गरिदिनु होला। आज चाहिँ मेरो घरमा नन्द र नन्द भाइ आउनु लाग्नु भएको छ कि नन्दी जोइ आउनु लाग्नु भएको छ। अनि मलाई चाहिँ अचानक खाना बनाउनु पर्यो भनेर फोन आयो, त्यही कारण म खाना बनाउँदैछु। मैले चाहिँ आज दाल भात अनि करेलाको सब्जी र अनि आलुको भर्ता बनाउँछु। यतातिर चाहिँ करेलामा चाहिँ करेला जति छ त्यसको आधा भाग चाहिँ प्याज हाल्नुपर्छ। मेरो सासूले चाहिँ यसरी नै सिकाउनु भयो मलाई चाहिँ। हाम्रो नेपालमा चाहिँ एकदम करेला हाफ फ्राई गरेर अनि यतिकै नर्मल के मसला पनि नराखेर सादा बनाएर हल्का अमिलो गरेर खान्छौँ हैन मेरो माइततिर। तर यतातिर चाहिँ यसरी खाने रहेछन्। हेर्नु प्याज पनि अब मजाले पाक्यो अनि यसलाई मजाले अलि तेल धेरै राखेर चाहिँ अलि रातो हुने गरी भुट्ने। प्याज चाहिँ पनि मजाले गल्नुपर्छ। प्याज चाहिँ आज चाहिँ मैले चाहिँ प्याज थोरै नै राखेको छु, मेरो सासूले त अझै धेरै राख्नुहुन्छ। अनि करेलामा चाहिँ यहाँ खटाई हाल्छन्, खट्टो बनाउँदो रहेछन् कि अमिलो बनाउने रहेछन्। अनि यो चाहिँ खटाई हो, प्याकेटकै यो आँपको खटाई हो। अनि मसलाको लागि चाहिँ जिरा धनिया अनि सौँफ कलौजीलाई चाहिँ यो हल्का भुटेर पिसेर राख्ने कि। अनि यहाँ चाहिँ यही मसला युज गर्छन् करेलामा, अरू केही मसला हाल्दैन, यही युज गर्छन्। अनि खटाई हाल्ने, खटाई हालेर मजाले चलाउने, नुन खुर्सानी टक्क लाग्ने गरी चलाउने। अनि त्यसपछि लास्टमा चाहिँ यो मसला हालेर 2-3 मिनट पकाउने, किनकि चाहिँ पहिले भुटेको हुन्छ नि त मसला। अनि बस रेडी भइहाल्यो। यसरी बनाउँछन् यहाँ चाहिँ करेला। यो चाहिँ म भर्ता बनाउन लाग्छु। यसमा चाहिँ आलु उसिनेको अनि प्याज धनिया। आलुको भर्ताको लागि चाहिँ मैले यहाँ लिएछु लसुन, अलिकति अदुवा अनि टिमुर अनि उसिनेको टमाटर। अब यसलाई पिस्ने मजाले सिलौटामा लस पिस्ने। टमाटरको चटनी रेडी भइसक्यो। अब यसलाई चाहिँ यही आलु प्याजहरू धनिया छ नि यसैमा हाल्ने अनि मजाले मोल्ने। यो चाहिँ भरुवा खुर्सानी हो। यो चाहिँ सुकेको खुर्सानी रातोवाला हुन्छ, त्यसमा चाहिँ मसलाहरू भरेर यो चाहिँ तेलमा डुबाएर 6 महिना 1 वर्ष जति राख्छन् कि यहाँ चाहिँ। यो चाहिँ मेरो सासूले नै बनाउनु भएको। अनि यसको तेल र एउटा खुर्सानी हालेर मैले यसमा मिक्स गर्छु। यस्तो मिठो बास्ना आउँछ कि यसको चाहिँ हरर बास्ना आउँछ। हेर्नु, अनि अलिकति मैले निम्बु पनि निचोरेँ अनि अलिकति खुर्सानी हरियो पनि काटेर अझै थपे पिरो थिएन। अनि नुन अलि हालेँ मजाले, नुन खुर्सानी अनि यो तेलको बास्ना चाहिँ एकदम मिठो आउँछ कि यसमा चाहिँ। मेरो चाहिँ पाहुनाहरू आइसक्यो, त्यही भएर मैले चाहिँ खाना लगाइदिएँ। उहाँहरू चाहिँ नन्द अनि माइली सासू र अनि नन्द ज्वाइँ हुनुहुन्छ। आजको लागि यति नै, बाई बाई।